Hello everyone, get ready with me for wedding. And I am going to wear this kurta, white plazo and a shawl. अनि मैले सिम्पल आइलाइनर र लिप ग्लस लगाएँ अनि इयरिङ र ब्याङ्गल्स लगाएर म रेडी भएँ सो लेट मी सो यु हाउ आई वाज लुकिङ म्युजिक प्लिज अनि यता चाहिँ मेरो कजन मेरो सानो भाइ आफ्नै दुनियाँमा छ हामी बिहेको भेन्यूमा पुग्दाखेरि चाहिँ भर्खर जन्तीहरू आउँदै थिए हामी चाहिँ लाइक केटीपट्टिबाट हो म मजाले चिन्दिनँ है कसको बिहे हुँदैछ हाम्रो दूरको रिश्तेदारहरू लाइक रिलेटिभ्स बिहेमा निम्तो आएको छ भन्ने सुन्ने बित्तिकै मैले मम्मीलाई भनिसकेको थिएँ मम्मी म पनि जान्छु बिहेमा भनेर मलाई चाहिँ बिहेमा जान एकदमै मनपर्छ है त्यहाँको खानेकुरा खान होइन त्यहाँनिर नाच्न गाउन आई लाइक दिस अनि त्यहाँभित्र गयौँ खानाको सेक्सनतिर खानेकुरामा चाहिँ एकदम मिठो मिठो र एकदम भेराइटी खानेकुरा थियो सबभन्दा सुरुमा चाहिँ हामीले स्न्याक्स लियौँ त्यहाँ गएर अनि त्यो स्न्याक्स चाहिँ एकदम मिठो लाग्यो स्पेसली चाहिँ मलाई चिली पनिर एकदमै बेस्ट थियो त्यहाँको चिली पनिर अनि मोमो पनि एकदमै मिठो थियो साँच्ची भन्नुपर्दाखेरि चाहिँ हामी तिनजना चाहिँ बिहेमा खानै गएको हो क्या एकचोटि खायो सकिन्छ फेरि अर्को गएर खाइहाल्यो एकदम खाएको खाइ हामी लास्टमा चाहिँ हामीले पानीपुरी खायौँ र एकछिन बस्यौँ अनि घर गयौँ हामी तपाईँहरूले देखिहाल्नु भयो होला है हामीले बिहेमा कसरी इन्जोय गऱ्यौँ खाएर अनि खाएर त्यहाँ बिहेको खाना चाहिँ एकदमै यम्मी थियो एकदमै टेस्टी थियो मलाई एकदम मन पर्यो अनि हामी चाहिँ घर गयौँ सो आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु सब्सक्राइब बाई बाई